जब यति हेयर कट गरेको चाहिँ 3000 लिग्यो होइन, त्यसमाथि भने जस्तो पनि काट्दैन थियो भन्दाखेरि। अनि यतापट्टि चाहिँ लो फेड होइन, अलि बाक्लो नै होस्, यति छोटो बनाइदिएको नि त, झन् छोटो बनाउँछु भन्छ कि अझ। हेलो नमस्ते सबैजनालाई, तपाईँहरूलाई मेरो अर्को भ्लगमा स्वागत छ। अनि अहिले चाहिँ म रुम जाँदै हो, मेरो नाइट सिफ्ट थियो 5 बजीसम्म। अनि अहिले चाहिँ जापानमा चाहिँ 6 बजेको छ। अनि अहिले नाइट सिफ्ट गरेर आएर चाहिँ रुम जाँदैछु। रुम गएर फेरि अनि गएको जानुपर्छ फ्रेस भएर चाहिँ। गएको चाहिँ 9 बजेबाट हो नि त, अनि अहिले चाहिँ 6 बजेको छ। अनि गएर चाहिँ 2 घन्टा चाहिँ सुत्न पाउँछु मजाले। अनि सुतेर उठेर अनि गएको जाने। गएको चाहिँ कति 12-15सम्म हुन्छ। अनि रुम आएर खानासाना बनाएर अनि फेरि अनि 5 बजे फेरि उठेर अनि काममा जानुपर्छ। त्यही हो, टाइम म्यानेज गर्नुपर्छ। अनि मैले काम गर्ने चाहिँ 2टा हो कि। अनि अहिले चाहिँ मैले ब्याङ्क क्यास गरेर आएको हो। त्यो चाहिँ हप्ताको चाहिँ 28 घन्टा गर्न पाउँछ। अनि अब बेलुका चाहिँ ह्यान्ड क्यास हो, त्यो चाहिँ कम्पनीमा हो। अनि जे होस् राम्रो छ, अहिले चाहिँ मलाई भने जस्तो काम पनि पाइरहेको छु, भने जस्तो तलब पनि पाइरहेको छु होइन। त्यही हो, 3 महिना काम नगर्दा चाहिँ मलाई एकदमै गाह्रो भएको थियो होइन। म यस्तो डिप्रेसनमा पुग्न थालिसकेको थिएँ होइन। यस्तो गाह्रो भएको थियो कि अब कसरी गएको फी तिर्ने, उता ऋण 16 लाखको ऋण पनि छ नि त। अनि कसरी तिर्ने गएको फी भनेर चाहिँ टेन्सन एकदमै हुन्थ्यो होइन। अनि जसोतसो मम्मीले चाहिँ म्यानेज गरिहाल्नु भयो उता घरतिर। यताउति आफन्तहरूसँग चाहिँ ऋण माग्ने खोजिहाल्नु भयो। अनि त्यसरी चाहिँ टाइममा के भन्छ पैसा म्यानेज भएको थियो होइन। अनि त्यसपछि कलेज फी पनि हालेँ। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ होइन, मलाई हेयर कटमा चाहिँ एकदमै कस्तो बच्चा जस्तो देखिरहेको छ होइन। मैले के फोटो देखाएको त्यो मान्छेले के काट्थ्यो कि, जापानिजहरूलाई साँच्चै काट्न आउँदो रहेछ क्या। मान्छेले हुन्छ नि फोटोमा जस्तो देखायो त्यस्तै काट्दिनु नि, के काट्यो त्यस्तो। जब यति हेयर कट गरेको चाहिँ 3000 लिग्यो होइन, त्यसमाथि भने जस्तो पनि काट्दैन। मैले चाहिँ कस्तो खालको खोजेको थिएँ भन्दाखेरि, अनि यतापट्टि चाहिँ लो फेड होइन, स्लोप भन्छ होइन, स्लोप। अनि त्यसमाथि अनि यहाँ चाहिँ अलि बाक्लो नै होस् भन्ने चाहिँ सोचेको थिएँ, तर धेरै नै काटिदियो त्यो मान्छेले। 3000 पनि लग्यो भने जस्तो, कपाल पनि काट्दैन, मेरो पैसा मात्रै गयो। अझ के भनेको थियो भन्दाखेरि होइन, यति छोटो बनाइदिएको नि त, त्यसमाथि झन् छोटो बनाउँछु भन्छ कि अझ। त्यो फोटोमा अझै छोटो बनाएको छ, अझै छोटो बनाइदिन्छु भनिरहेको थियो। मैले चाहिँ पर्दैन छोटो भइसक्यो, पर्दैन भनेर अनि छोडिदिएको यत्तिकै। तर यस्तो फ्रस्ट्रेट भइरहेको थिएन म त्यति बेला मेरो कपाल काटिदिँदाखेरि चाहिँ। जहिले योभन्दा अघिल्लो चोटि पनि त्यस्तै गरिदिएको थियो होइन मेरो कपाल चाहिँ। त्यति बेला चाहिँ योभन्दा अलि लामो थियो, योभन्दा अलि लामो थियो। तर अहिले चाहिँ एकदमै छोटो बनाइदियो हो। त्यसमाथि यो जापानिजले त्यो हुन्छ नि ब्याङ्गर हो कि के भन्छ त्यसलाई, केटीहरूले बनाउँछ त। अनि यस्तो यो सिधा काटेर हो, त्यस्तै भइरहेछ नि, त्यस्तै बनाइदिएको छ होइन। गाह्रो छ जापानमा। अनि यो कपालको कुराभन्दा अगाडि चाहिँ के कुरा गरिरहेको थियो भने, मैले मेरो गएको फीको कुरा गरिरहेको थिएँ नि त। अनि मेरो गएको फी 1 वर्षको चाहिँ कति थियो भन्दाखेरि चाहिँ 8,45,000 चाहिँ तिर्नुपर्ने हो टोटल 1 वर्षको। अनि हाफ गरेर चाहिँ तिर भनिरहेको थियो हामीलाई चाहिँ। अनि त्यही भएर चाहिँ आधी गरेर तिरे हो। 4,40,000 चाहिँ बुझाइसक्यो। अब 4,01,000 मात्रै दिन बाँकी छ। त्यो चाहिँ अब यो अप्रिलको लास्टमा त्यही भनिरहेछ, 31 तारिकसम्म अब दिनु पर्ला नि। हल्का फुल्का पैसा म्यानेज चाहिँ गरिरहेको छु, सेभिङ चाहिँ भइरहेछ। अनि त्यो आधी तिर्दाखेरि अब मम्मीले खोज्नु हो नि त नेपालमा 4 लाख। अब मैले कामै गरेको थिएन, 3 महिना चाहिँ काम गरेको थिएन। अनि एकदम गाह्रो भइरहेको थियो नि त मलाई। अनि मम्मीले चाहिँ यताउति ऋण चाहिँ मागेर चाहिँ अनि पठाइदिनु भयो हो। अब त्यो ऋण पनि अब कस्तो भन्दाखेरि होइन, मेरो अङ्कलसँग चाहिँ 1 लाख मागे हो। त्यसको चाहिँ ब्याज चाहिँ केही पर्दैन होइन। तर
अनि ठुलमम्मी हुनुहुन्छ अनि अब आफ्नै ठुलमम्मीसँग नि मागे आफ्नै ठुलमम्मी भन्दा पनि अब आफ्नै खलको भनौँ न 1 लाख ऋण माग्यो हो 2 लाख ल्यायो त्यहाँबाट चाहिँ अनि उनीहरूले चाहिँ कस्तो गर्यो भन्दाखेरि चाहिँ होइन लाइक 1 लाखको चाहिँ मिटर ब्याज लिने जस्तो कुरा गर्यो मिटर ब्याजमा दिने भए चाहिँ लिइदिन्छु नत्र त्यस्तो भन्ने कुरा गरेर अनि हाम्रो मम्मीले चाहिँ अब मलाई एकदमै पैसाको खाँचो थियो नि त अनि केही नभनिकन अनि हुन्छ भनेर चाहिँ लेख्नुभयो अब मिटर ब्याज भनेर चाहिँ के भन्नु होला अब दिनको 1000 गरेर चाहिँ तिर्नुपर्ने क्या अब 1 महिना त्यो 1 लाखको 1 महिनाको ब्याज चाहिँ कति हुन्छ मिटर ब्याजले हिसाब गर्दाखेरि चाहिँ 30,000 हुन्छ होइन अनि त्यही भएर चाहिँ अहिले मलाई उता नि कसरी तिर्ने यता नि कसरी उस गर्ने म्यानेज गर्ने भन्ने भइरहेछ तर म चाहिँ तिर्दिन्छु अर्को महिनामा चाहिँ अहिले चाहिँ मेरो गएको फीको टेन्सनले चाहिँ अब यतै गएको फी तिर्नु पर्न अनि फेरि नेपाल पठाइदियो भने बिचल्ली हुन्छ अनि म चाहिँ रुम पुग्न नि आँटेँ म बस्ने अपार्टमेन्ट चाहिँ हो त्यही हो गाइस अब जे होस् होइन मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला युट्युब च्यानललाई चाहिँ अनि माया सपोर्ट साथ सबै दिनु होला तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि नै मैले नयाँ नयाँ भिडियोहरू लिएर आउने कोसिस गर्छु होइन यदि सपोर्ट नै छैन भने त मैले मात्रै मेहनत गरेर भएन नि त हजुरले पनि त माया साथ सपोर्ट गर्नु पर्यो त्यही भएर मेरो युट्युब च्यानलमा सब्सक्राइब प्लस बेल आइकनलाई अलमा राखेर बस्नु होला थ्याङ्क यू लभ यु बाई